यदि हजुर एउटा टिकटक युजर हुनुहुन्छ र हजुरले आफ्नो टिकटक एकाउन्टलाई ग्रो गर्न चाहनुहुन्छ भने हजुरलाई चाहिने कुरा भनेको लाइक, फलोअर्स र भ्युज हो। तर हजुरको भिडियोमा त्यो आउँदैन भने हजुरले कसरी ल्याउने? त्यसैले आजको भिडियोमा मैले हजुरलाई टिकटकको 3टा केही सेटिङको बारेमा भन्नेछु, जसले हजुरले यदि आफ्नो टिकटक एकाउन्टमा युज गर्नुभयो भने हजुरको भ्युज, लाइक र फलोअर्स केही मात्रामा बढ्न सक्छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। देरी नगरी भिडियोलाई स्टार्ट गरौँ। हजुरले आफ्नो टिकटक ग्रो गर्नको लागि जुन फर्स्ट सेटिङ गर्नुपर्ने हुन्छ त्यसको लागि हजुरले आफ्नो टिकटक ओपन गर्नु। ओपन गरिसकेपछि आफ्नो एकाउन्टमा जानु। जस्तै अब हामी आफ्नो एकाउन्टमा जान्छौँ, मसँग एकजनाको एकाउन्ट छ। त्यसपछि हजुरले माथि 3टा डट देखिन्छ, त्यसमा क्लिक गरिदिनु। 3टा डटमा क्लिक गरिसकेपछि हजुरले यहाँ प्राइभेसी एन्ड सेफ्टीको अप्सन देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गरिदिनु। प्राइभेसी एन्ड सेफ्टीको अप्सनमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ सेकेन्ड नम्बरमा सजेस्ट योर एकाउन्ट टु अदर्स लेखेको छ। यसलाई हजुरले इनेबल गरिदिनु। मलाई लाग्छ धेरैजसो साथीहरूले यसलाई इनेबल गर्दैनन्, जसको कारणले अरूको मोबाइलमा उहाँहरूको भिडियो सजेस्ट हुँदैन। त्यसैको लागि हजुरले यसलाई अन गरिदिनु, जसले गर्दा हजुरको भिडियोजहरू अरूको मोबाइलमा सजेस्ट गर्छ र त्यसरी हजुरले आफ्नो टिकटकमा भ्युज र लाइक्स पाउन सक्नुहुन्छ। अब हजुरले सेकेन्ड सेटिङ गर्नको लागि आफ्नो फेरि पनि टिकटक एप खोल्नु। टिकटकलाई ओपन गर्नु। आफ्नो मोबाइलमा हजुरले टिकटक ओपन गरिसकेपछि हजुर सिम्पली आफ्नो एकाउन्टमा जानु। मिमा आफ्नो एकाउन्टमा हजुर गइसकेपछि फेरि पनि त्यो माथिको 3टा डटलाई क्लिक गरिदिनु। 3टा डटलाई क्लिक गरिसकेपछि हजुरले यहाँ म्यानेज माई एकाउन्टको अप्सन देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गरिदिनु। म्यानेज माई एकाउन्ट क्लिक गरिसकेपछि हजुरले स्विच टु प्रो एकाउन्ट लेखेको छ, यहाँ हेर्न सक्नुहुन्छ। हजुरको एकाउन्ट प्रो एकाउन्टमा कन्भर्ट हुन्छ, त्यसमा क्लिक गरिदिनु। त्यसमा क्लिक गरिसकेपछि केही बेर वेट गर्नु, यसले केही टाइम लिन सक्छ। त्यसपछि हजुरको अगाडि यस्तो प्रकारको इन्टरफेस देखाउँछ। त्यसपछि यहाँ क्रिएटर र बिजनेस लेखेको छ, हजुरले सिम्पली क्रिएटरबाट नेक्स्ट गरिदिनु। क्रिएटरबाट नेक्स्ट गरिसकेपछि हजुरलाई एउटा क्याटेगोरी चुज गर्न भन्छ। जस्तै युट्युबमा मान्छेले कसैले टेक्निकल, कसैले अथवा एन्टरटेनमेन्ट, कसैले कमेडी भिडियो क्याटेगोरी चुज गर्छन्। हजुरले पनि टिकटकमा त्यस्तै तरिकाले आफ्नो क्याटेगोरी चुज गर्नु। जस्तै कि अब हामीले यहाँ हाम्रो क्याटेगोरी चुन्नेछौँ म्युजिक एन्ड डान्स। यो टिकटक आइडीको क्याटेगोरी चाहिँ म्युजिक एन्ड डान्स थियो, त्यसैले म्युजिक एन्ड डान्सलाई क्लिक गरिदिनु। हजुरले पनि त्यस्तै तरिकाले आफ्नो क्याटेगोरीलाई सेलेक्ट गर्नु, त्यसपछि नेक्स्ट गरिदिनु। नेक्स्ट गरिसकेपछि हजुरले यहाँ आफ्नो हजुर फिमेल हो कि मेल हो त्यो हजुरले यहाँ फिल गर्नुपर्छ। त्यसपछि हजुरले सिम्पली हजुर फिमेल हो कि मेल हो त्यो सेलेक्ट गरिदिनु। यहाँ जस्तै हामीले अब मेल फिमेल सेलेक्ट गरिदिनु, किनभने यो टिकटक आइडी फिमेल छ। त्यसपछि हजुरले डनमा क्लिक गरिदिनु। डनमा क्लिक गरिसकेपछि केही बेर वेट गर्नु। डनमा क्लिक गरिसकेपछि हजुरको अगाडि यस्तो प्रकारको इन्टरफेस आउँछ, हेर्न सक्नुहुन्छ। वेलकम टु योर क्रिएटर एकाउन्ट। त्यसपछि हजुरले एक्सप्लोर एनालाइटिक्समा क्लिक गरिदिनु। एक्सप्लोर एनालाइटिक्समा क्लिक गरिसकेपछि हजुर केही बेर वेट गर्नु। त्यसपछि हजुरको अगाडि यस्तो प्रकारको इन्टरफेस आउँछ। यहाँ त हजुरले आफ्नो टिकटकको एनालाइटिक्स हेर्न सक्नुहुन्छ। एनालाइटिक्स भनेको चाहिँ हजुरको कतिले 7 दिनमा कति भ्यू बढ्यो, कति लाइक बढ्यो, अथवा त्यो यहाँ हेर्न सक्नुहुन्छ फलोअर्स, त्यसपछि हजुरको कन्टेन्ट कस्तो छ। त्यसले गर्दा हजुरको क्याटेगोरी टिकटकमा सेलेक्ट हुन्छ। त्यसपछि हजुरको क्याटेगोरी अनुसार अरूको मोबाइलमा हजुरको भिडियोहरू सजेस्ट हुन्छ। सजेस्ट भइसकेपछि मान्छेले त्यसलाई हेर्छन्, हजुरको टिकटकमा धेरैभन्दा धेरै भ्युज अथवा लाइक आउन सक्छ।